Put your hands up. Hello everyone, welcome to my new mini blog. आज फेरि पनि म तपाईहरुलाई म सँगसँगै बुजाउ घुम्न लैजान्छु है त। बुजाउ भनेको चाहिँ रोमानियाको एउटा सानो सिटी छ हैन। त्यहाँ चाहिँ त्यस्तो धेरै घुम्न जाने ठाउँ चाहिँ छैन। सो हामी चाहिँ घुम्न निस्किने भनेको यहाँदेखि त्यही पार्कहरुतिर हो अनि प्लस मल हो। आज चाहिँ हामी मल जाँदै छौं। हामी दुईजना चाहिँ बाहिर निस्केको यस्तो चर्को घाम लागिरहेछ हैन। सबजनालाई चाहिँ समर मन पर्छ, स्प्रिङ मन पर्छ भन्नुहुन्छ तर आइ एम नट दैट पर्सन। मलाई चाहिँ त्यस्तो साह्रो मन पर्दैन समर हैन। तैपनि हामी बाहिर निस्केर हिँड्दै जाँदै थियौं अनि मैले चाहिँ यहाँनेरि सानो स्लोमो क्लिप पनि बनाए। अनि यसो कहिले कस्तो त हुन्छ हैन, रेडी भएर बाहिर निस्किने अनि यो बेलामा चाहिँ बनाउँछु भनेर मैले मेरो बुढालाई खिच्दिनु भने अनि उहाँले खिच्दिनु भयो। अनि हामी यहाँबाट चाहिँ जाँदै थियौं तर हाम्रो यहीँको रोमानियन साथीले चाहिँ हामीलाई कहाँदेखि देखेछ क्या थाहा नै भएन। अनि उसले देखेर चाहिँ फोन गरेर बोलायो अनि हामी त्यहाँ गएको त। नमस्ते, के छ दाजु? हामीले रोमानिया आएर चाहिँ एकदमै लिमिटेड मात्रै साथी बनाएका छौं। जति पनि बनाएका छौं सबै राम्रै छन् अहिलेसम्म चाहिँ हैन। त्यो मध्ये पनि भाली एकदमै राम्रो साथी हो हाम्रो लागि चाहिँ है। मलाई यहाँ आइसकेपछि अरु मान्छेहरु देख्दाखेरि लाग्छ कि रोमानियामा पनि यस्तो मिल्ने साथी भनेको यस्तो मान्छे भेटिन्छ र जस्तो लाग्छ क्या। सो ही इज द वान। उसले चाहिँ हामीलाई जहिले पनि हेल्प गर्छ क्या। हामीले कुनै कुरा भन्यौं भने उसले कहिले नायो भन्दैन। आज मात्र हैन के उ जहिले यस्तै हो। अनि हामीलाई चाहिँ कम्फर्ट होस् भनेर उसले चाहिँ पुरा नेपाली गीत बजाउँदै हिँडिरहेको थियो क्या। उसलाई नि रमाइलो लाग्छ अरे नेपाली गीत सुन्दाखेरि अनि हामीलाई नि बजाउँदै सुनाइरहेको थियो। अनि हामी चाहिँ ठ्याक्कै पुग्न लाग्यौं। हामी जाने चाहिँ यही हो। अनि उसले चाहिँ हामीलाई पार्किङमा छोड्दियो अनि उ चाहिँ गयो अनि हामी चाहिँ यहाँदेखि गयौं माथि। त्यसपछि माथि गएर त्यही त हाम्रो उपद्रो। अनि मेरो बुढो चाहिँ लिफ्टमा पनि हिँड्न पर्यो रे। मिररदेखि अनि भिडियो बनाइहाले। अनि मेरो बुढो चाहिँ त्यहाँ सामुन्ने हेर्दै हुनुहुन्थ्यो तर हामीले केही पनि लिएनौं किनकि के मन नै परेन। त्यस्तो साह्रो वाउ टाइपको भेटेन। सो अनि उ चाहिँ गनहरु हेर्दै हुनुहुन्थ्यो। हामी चाहिँ यस्तै हो बच्चाहरुको त्यो खेलौनाहरु मन पर्छ नि त, गेम्सहरु। सो अनि हामी चाहिँ त्यही हेर्दै थियौं। अनि मलाई चाहिँ हेर्दै एउटा साइकल कस्तो क्यूट लाग्यो तर कस्तो हेभी थियो क्या यो साइकल त। देख्दा यस्तो भयो भने हेभी थियो। अनि हामीले चाहिँ यो फ्रोजन सेक्सनमा नि हेरे तर मैले खोजेको कुरा चाहिँ भेटिन। अनि सो कोला किनेर हाम्रो दिन चाहिँ यसरी इन्ड गरे मैले। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। लभ यु अल।